कस्तो मिठो हुन्छ हामी चाहिँ उयो बनाउँदैछ के पो बनाएको छु नि खोइ आमा छुरी ससेट छुरी कहाँ गयो आमा ल्याइदिनु नि छुरी ससेट भन्दैन भन्दा ससेट ससेट त हैन त्यो ससेट भन्दैन ससेट भन्दैछ कि ससेट भन्नु बिफ ससेट बिफ र मलिन तु न मजुन कि सुम्सी सुम्सी भूषेन्द्र पनि आज चाहिँ हामी ससेट बनाउने वाला कि डोरी ल्याइदिनु काँटीमा छ म बाँध्दैको छु डोरी यसलाई चाहिँ म सिनो काट्नु सक्छु यसलाई बात नगरे अब हामीले सुनेको छ नि त अब त्यो कुरा नगरी बस्यो होला अब मेरो भिडियोमा कुरा नगर हो त्यति बेला पनि केटाहरू थिएन नि हामी मुनुलाई त्यही दिन बोलाएर यो आएको नि तर म थाहा छ नि त त्यो डम्बलको त्यहाँ हिँडेको 6 बजीतिर टिफिन लिएर त्यो याद आउँछ त्यो मसिनो काट्नु मेरो हात मसिनो काट्नु दबाई लगाउनु राम्रो अब चाहिँ मुस्नु नमै म गरिदिन्छु मुसो छोटै नगास्दा पनि हुन्थ्यो तर त्यो अर्को सुक्म नि के हो भर्नुपर्छ त बाहिर भर्नु ल पुरा हुन्छ ओइ बाहिर भर्नु ल पुरा हुन्छ के काम अराउँछ यता चाहिँ हाम्रो रेडी भएको चाहिँ अब यसलाई चाहिँ फिट्नुपर्छ हातले मोल्नु होइन आमा हातले मुस्नु अरे नि त यसलाई चाहिँ किन पलटी गएर थिचेछ भयो हुँदैछ आज चाहिँ हामी अन्डेन नाच्यो फुल देख्यो भरे फुल्छ नि त यता बाजे किचन छ यता हाम्रो घर यता बास यता हो यो लुगा राख्ने यता एपोकाक्टो यता ऐनी छ ऐनीले चाहिँ यता ससेट बनाउँदैछ खोइ त देख्दैछ त यो के पस्यो धनियाको पत्ता दामी अनि उसले के बनाउँदैछ अरे ससेट खाने बहिनी पनि खाने मिठो हुन्छ है बहिनी अहिले पनि भिडियो बनाउनु पर्छ ससेट पाकेको पकाइसक्यो हुँदैन नि त अब देखाएछ हुन्छ त्यो चाहिँ ससेट मसँग तपाईँ हाल्दै यस्तो भएन अनि अर्को मोटोमा चाहिँ यस्तै बनाएछ अब यो पाके यो चाहिँ स्टिम हुन्छ नि त मोमो जस्तो त्यसपछि पाक्छ ससेटको हालत चाहिँ यस्तो छ ससेट अर्को ससेट खै दुईटा ससेट खै सुने